हेलो एभ्रिवान। आज हामी नेप्सी एनालाइसिसको नयाँ भिडियोमा तपाईहरुलाई स्वागत गर्न चाहन्छौँ। यो नेप्सी चाहिँ विगत लामो समयदेखि 1800 र 2200 को लाइनमा रहेको थियो र गत जुलाईमा चाहिँ यसले आफ्नो 2200 को राम्रो रेसिस्टेन्सलाई तोड्दै ग्याप अफ ओपनिङका साथ यो माथि बढ्यो र यसले चाहिँ 3054 मा चाहिँ आफ्नो टप लगाएको छ र त्यसपछि चाहिँ यसको गिरावट भयो 2445 सम्म र अनि त्यसपछि यो बिस्तारै माथि लाग्यो र साइडवेज जस्तो पनि खेल्यो र अल्टिमेटली यो चाहिँ लास्ट टाइम 2935 को टप लगाएर तल झर्यो भने यो 2580 सम्म आइपुग्यो र अहिले चाहिँ यो एउटा कन्ट्र्याक्सन बनाइरहेको छ। यसको नियरली चाहिँ यो कन्ट्र्याक्सन यसले क्रिएट गरिरहेको छ र यो नर्मली अब यो कहाँसम्म जान्छ अथवा यसले तलतिरको ब्रेकआउट दिन्छ कि अथवा माथितिरको मुभ लिन्छ भन्ने कुरो चाहिँ वेट एन्ड वाच गर्नुपर्ने हुन्छ। यदि हामीले यसको डाइनामिक ट्रेन्ड लाइन खिच्छौँ भने चाहिँ यो अहिले डिसेन्डिङ ट्रेन्डमा रहेको छ र तपाईहरुले यसरी दुईटा ट्रेन्ड लाइन खिचेर हेर्नुभयो भने बनाएर गएको देखिन्छ र भोलि यो कन्ट्र्याक्सन बढ्दै जाँदाखेरि जब यो अप्पर ट्रेन्ड लाइनलाई ब्रेक गरेर माथि जान्छ भने त्यसपछि चाहिँ एउटा राम्रो र्याली आउने सम्भावना हुन्छ र यसभन्दा माथिको अरु नयाँ हाईहरु चाहिँ यसले लगाउन सक्छ र यदि चाहिँ यो डाउन ट्रेन्ड तिर आउँछ र यो तलको लाइनलाई ब्रेक गर्छ भने चाहिँ यो धेरै नै तल आउन सक्ने हुन्छ र यसको अल्टिमेट सपोर्ट भनेको 2440 2448 सम्म रहेको छ। ल आज चाहिँ अब हामी मन्थलीमा के छ त नेप्सीको अवस्था र सेक्टर एनालाइसिस के छ भन्ने कुरो पनि हेर्दै छौं। अब हामीले यसमा मन्थलीमा लगाउँ। मन्थलीमा लगाउँदाखेरि चाहिँ यसमा एउटा राम्रो ट्रेन्ड यहाँबाट सुरु भएको छ। अगस्तको क्यान्डल चाहिँ एकदम राम्रो बनेको छ र त्यसपछि चाहिँ यो एउटा फ्ल्याग प्याटर्नमा चाहिँ अगाडि बढिरहेको छ। यसरी तपाईहरुले यहाँ हेर्न सक्नुहुन्छ र यो चाहिँ एकदमै राम्रो अवस्था रहेको छ हाम्रो नेप्सीको र यो चाहिँ माथि जाने क्रममा जब तपाईको यो अप्पर ट्रेन्ड लाइन ब्रेक गर्छ भने यो चाहिँ अर्को हाई बनाउन जाने सम्भावना रहेको छ। अब त्यसैगरी अब हामीले मन्थली नेप्सीलाई हामीले मन्थली चार्टमा हेर्यौं र अब चाहिँ अब हामी यसलाई चाहिँ वीकली चार्टमा पनि के छ त सेक्टर वाइज सिनारियो के रहेको छ त वीकली चार्टमा भनेर पनि हामी एकचोटी हेर्छौं र सबैभन्दा पहिले चाहिँ हामी बैंकिङ सेक्टर हेर्छौं। इन्डेक्समा जानु पर्यो। हाम्रो बैंकिङ इन्डेक्समा जाँदाखेरि चाहिँ यो तपाईको पहिला सुरुमा 1751 सम्म पुगेको थियो रिसेन्ट हाई भने त्यसपछि यो डाउन ट्रेन्डमा रहेको छ र यसले एउटा एक किसिमको लो चाहिँ यसमा अहिलेको एउटा ट्रेन्ड हेर्दाखेरि अहिलेको लो चाहिँ यसले लगाएको छ 1327 मा र यो चाहिँ साइडवेज नै खेलिरहेको छ र साइडवेज जाने क्रममा चाहिँ यसले एउटा सपोर्ट चाहिँ यो लाइन 1327 मा बनाउने सम्भावना रहेको छ र यो म्याक्सिमम सपोर्ट चाहिँ यसो ए रेन्जमा खेलेर यो अगाडि बढ्ने चान्सेसहरु रहन्छ र आगामी दिनहरु चाहिँ अब थर्ड क्वार्टर पछाडी चाहिँ बैंकहरुले आफ्नो डिभिडेन्डहरु पनि कुन बैंकको कति क्षमता रहेको छ भन्ने कुरा डिभिडेन्ड पनि दिने हुनाले बैंकहरुको सम्भावना चाहिँ उच्च रहन्छ। त्यसकारणले गर्दाखेरि यो अहिलेको लोअर सपोर्टहरुमा बाइ गरेर पछि चाहिँ तपाईको यो जस्तो रिसेन्ट रेसिस्टेन्स चाहिँ 1489 तिर रहेको छ भने त्यसैगरी हाईहरु त्यसरी माथितिर रहेका छन् र तपाईहरुले चाहिँ छोटो आफ्नो बनाएर
ट्रेडिङ पनि गर्न सक्नुहुन्छ अथवा इन्भेस्टिङ गर्ने हो भने चाहिँ लङ पोजिसन लिएर अहिले चाहिँ पोजिसन ट्रेडिङको लागि पनि राम्रो अवसर रहेको छ ब्याङ्किङमा। त्यसै गरी अर्को हामी हेर्छौँ लाइफ इन्स्योरेन्स। लाइफ इन्स्योरेन्समा हेर्दै जाँदाखेरि लाइफ इन्स्योरेन्स हेर्छौँ भने एउटा राम्रो खालको यसले चार्ट बनाएको छ र यो चाहिँ एउटा हायर हाई बनाइसकेको छ र त्यस पछाडि अब यो आउँदाखेरि चाहिँ तल कहाँसम्म आउँछ भन्ने यो यसले देखाउँछ र यो म्याक्सिमम आयो भने चाहिँ 12,307 आउने देखिन्छ र यसबाट र यसमै यही लाइनमा अहिले जहाँ बनिरहेको छ त्यसमै सस्टेन गरेर यो माथि गयो भने अरू हाईहरू पनि यसले पाउन चान्सेस छ र यसको रेसिस्टेन्स 14,972 मा रहेको छ। त्यसै गरी अब हामी नन लाइफलाई पनि हेरौँ। विकलीमा के देखिन्छ नन लाइफको भन्दा नन लाइफ चाहिँ अलिकति यसले आफ्नो सपोर्ट पनि अलिकति तलै आएको छ र यसले यो चाहिँ एउटा ट्रेन्डमै रहेको छ छन् चाहिँ विकलीमा र यदि अब यो अहिले जहाँ बसेको छ त्यसबाट सस्टेन हुँदै यो माथितिर यात्रा गर्छ भने चाहिँ यो अगाडि नै बढ्ने देखिन्छ र यदि यसलाई पनि ब्रेक गरियो सपोर्ट यो अल्टिमेट सपोर्टलाई पनि ब्रेक गरेर यो तल आउँछ भने चाहिँ यो 11,131 सम्म पनि आउने देखिन्छ र अहिले चाहिँ हामीले पोजिसनिङ ट्रेनिङ यो क्षेत्रमा पोजिसनिङ ट्रेनिङ गर्यो भने माथि जाँदाखेरि हामीले प्रफिट बुकहरू पनि गर्न सक्नेछौँ। त्यसै गरी अब हाइड्रो पावरको हेर्छौँ भने हाइड्रो पावरले चाहिँ एकदमै राम्रो प्रफिट अथवा एकदमै राम्रो ट्रेन्ड लाइन बनाएर पनि गयो र यसले चाहिँ यो ट्रेन्ड लाइनमा पनि एउटा सस्टेन गरेको देखिन्छ र आगामी दिनहरूमा यदि हाइड्रो पावर घट्छ भने चाहिँ यो ट्रेन्ड लाइनसम्म पनि आउने देखिन्छ र यो ट्रेन्ड लाइनसम्म आउँदाखेरि तपाईहरुले यदि राम्रो स्टकहरू किन्नुभयो भने चाहिँ यसले राम्रो मुनाफा पनि दिन सक्ने चान्सेस छ अथवा यो चाहिँ अब विकलीमै यो यही लाइनबाट तपाईको माथि जान्छ भने पनि यसले पनि राम्रो प्रफिटहरू दिन सक्ने छ। त्यसै गरी अब अर्को सेक्टर हेर्छौं हामी एकदमै प्रोमिसिङ सेक्टर त्यो रहेको छ अदर सेक्टर। अदर सेक्टरले चाहिँ एउटा आफ्नो हायर हाई र हायर लोजहरुको क्रम जारी नै राखेको छ। यदि हामीले यो ट्रेन्ड लाइनलाई फलो गर्छौं भने अहिले चाहिँ यो ट्रेन्ड लाइन भन्दा माथि नै सस्टेन भएको छ र आगामी दिनहरुमा पनि यसले आफ्नो यो क्रमलाई चाहिँ यसै गरी अगाडि बढाउन सक्ने धेरै नै चान्सेस रहेको हुन्छ। अर्को सेक्टर रहेको छ म्यानुफ्याक्चर। म्यानुफ्याक्चरले पनि राम्रो ट्रेन्ड लाइनमा रहेको छ र तर अब यो रिसेन्टली तपाई 2025 अथवा 24 बाट तपाईले हेर्नुभयो भने अलिकति साइडवेज खेलेको जस्तो देखिन्छ र यो साइडवेज भएर यो अलिकति यसले आफ्नो ब्रेक गरेर त्यसपछि माथि सस्टेन भएको छ र यो यदि यो जोनबाट चाहिँ यो यदि माथि फर्किन्छ भने चाहिँ यसले राम्रो मुनाफाहरू पनि दिने सम्भावना रहेको छ। त्यसकारणले गर्दाखेरि तपाईहरुले राम्रो स्टकहरू म्यानुफ्याक्चरका राम्रो स्टकहरूलाई छानेर आफ्नो वाच लिस्टमा पनि राख्न सक्नुहुन्छ र साथै मैले अन्य भिडियोहरुमा चाहिँ नेप्सेमा रहेका विभिन्न सेक्टरहरुमा रहेका स्क्रिप्टहरुको अथवा स्टकहरुको चाहिँ वाच लिस्टहरु पनि तयार पारेको छु र त्यो वाच लिस्टहरु पनि तपाईहरुले हेर्न सक्नुहुन्छ र आजको लागि यति नै गर्छौं। अर्को भिडियोमा फेरि भेट्ने बाचा सहित हस्त नमस्कार।